सन् 2026 को यो अप्रिल महिना मानव इतिहासकै सबैभन्दा संवेदनशील मोडमा उभिएको छ। एकातिर पाकिस्तानको इस्लामाबादमा विश्वका शक्तिशाली कूटनीतिज्ञहरू शान्तिको खोजीमा रसाकसी गरिरहेका छन् भने अर्कोतिर मध्यपूर्वको मरुभूमिमा आणविक मिसाइलहरू कुनै पनि पल काउन्टडाउन सुरु हुने पर्खाइमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै पनि हालतमा आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयासमा छन् भने त्यसका लागि इरानलाई विश्वको मानचित्रबाट हटाउन समेत तयार रहेको बताउँदै आएका छन्, धम्की दिँदै आएका छन्। अर्कातर्फ सबै शक्तिशाली व्यक्ति गुमाएको इरान पनि पछि हट्ने अवस्थामा छैन भने शरीरमा अन्तिम थोपा रगत हुन्जेलसम्म लडेर आणविक बम बनाएरै छोड्ने उनीहरूको तयारी देखिन्छ। आखिर किन एक देश विरुद्ध अमेरिकाको यो हदसम्म निर्मम भएर पछि लाग्नुपर्ने बाध्यता, अनि किन इरान कुनै पनि हालतमा आणविक शक्ति सम्पन्न देश बन्न चाहन्छ? यो प्रश्नको उत्तरमा आउने एकै शब्द हो पेट्रो डलर। यदि इरान आणविक शक्ति सम्पन्न भए त्यसले पेट्रो डलरको पतन निश्चित छ भने योसँगै अमेरिकाको साम्राज्य डुब्नेछ। त्यो कसरी त? इरानले परमाणु बम बनाउनुको अर्थ उसले सैन्य रूपमा एउटा यस्तो सुरक्षा कवच प्राप्त गर्नु हो जसलाई भेदन गर्ने हिम्मत अमेरिकाले पनि गर्न सक्ने छैन। इतिहास साँच्चै छ, अमेरिकाले सधैँ ती देशहरूमा मात्र सैन्य हस्तक्षेप गरेको छ जससँग आफ्नो रक्षाका लागि परमाणु हतियार थिएन। इराक, लिबिया र अफगानिस्तान यसका ज्वलन्त उदाहरण हुन्। तर उत्तर कोरिया जस्तो सानो र आर्थिक रूपमा कमजोर राष्ट्रसँग जब परमाणु बम आयो तब अमेरिकाले उसलाई धम्की दिन छोडेर वार्ताको टेबलमा बस्न बाध्य भयो। यसको अर्थ जब इरान आणविक शक्ति सम्पन्न बन्नेछ तब उसमाथिको अमेरिकी सैन्य दबाव सधैँका लागि अन्त्य हुनेछ। परमाणु बम भएपछि इरानले निर्धक्क भएर आफ्ना आर्थिक एजेन्डाहरू अगाडि बढाउनेछ। उसलाई अब रेजिम चेन्ज अर्थात् सत्ता परिवर्तन वा बाह्य आक्रमणको डर रहने छैन। यो सामरिक स्वायत्तताले इरानलाई विश्व बजारमा एक नयाँ र शक्तिशाली खेलाडीका रूपमा उभ्याउनेछ। अमेरिकाको डन्डा चलाउने नीति परमाणु बमको अगाडि पूर्णतः भुत्ते हुनेछ, जसले गर्दा अमेरिकाले मध्यपूर्वमा आफ्नो दशकौँ पुरानो सैन्य प्रभाव गुमाउनेछ। यो सैन्य पराजय भन्दा पनि ठुलो मनोवैज्ञानिक हार हुनेछ जसले अमेरिकी साम्राज्यको पतनको सुरुवात गर्नेछ। अर्थात् पेट्रो डलरको अन्त्य अमेरिकी अर्थतन्त्रको मेरुदण्डमाथि भीषण प्रहारको सुरुवात हुनेछ, जसको सुरुवात सन् 1970 को दशकमा भएको थियो, जसले विश्वको अर्थराजनीतिलाई सधैँका लागि बदलिदिएको थियो। सन् 1971 सम्म अमेरिकी डलर सुनसँग जोडिएको थियो, तर भियतनाम युद्धको खर्च र आर्थिक सङ्कटका कारण तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले डलरलाई सुनबाट अलग गरिदिए। डलरको साख बचाउन अमेरिकाले सन् 1974 मा साउदी अरबसँग एउटा ऐतिहासिक र गोप्य सम्झौता गर्यो। सम्झौताको मुख्य शर्त थियो साउदीले आफ्नो तेल केवल अमेरिकी डलरमा मात्र बेच्नुपर्ने र त्यो तेल बेचेर आएको अतिरिक्त नाफा पुनः अमेरिकी ट्रेजरी र बैङ्कहरूमा लगानी गर्नुपर्ने। यसको बदलामा अमेरिकाले साउदी शाही परिवारलाई पूर्ण सैन्य सुरक्षा र राजनीतिक ग्यारेन्टी दियो। यहीबाट पेट्रो डलरको जन्म भयो। जब विश्वकै ठुलो तेल उत्पादकले डलरमा मात्र व्यापार गर्न थाल्यो तब भारत, चीन, जापान र नेपाल जस्ता हरेक देशले तेल किन्नका लागि अनिवार्य रूपमा डलर सञ्चित गर्नुपर्ने भयो। यसले विश्वभर डलरको कृत्रिम र स्थायी माग सिर्जना गर्यो, जसका कारण अमेरिकाले जति पनि डलर छापेर विश्वका वस्तु र सेवाहरू किन्न सक्ने अद्भुत शक्ति प्राप्त गर्यो। आजको अमेरिकी सैन्य शक्ति र उसको महँगो जीवनशैलीको वास्तविक इन्धन यही पेट्रो डलर प्रणाली नै हो। यदि कसैले डलरमा तेल बेच्न अस्वीकार गर्छ भने उसले सिधै अमेरिकी अर्थतन्त्रको जगमा प्रहार गर्छ। इरानले यो प्रणालीलाई सन् 1979 को इस्लामिक क्रान्तिदेखि नै चुनौती दिँदै आएको छ। यदि इरानको सिक्को गर्दै अन्य देशहरूले पनि तेल व्यापारमा डलर त्यागे भने विश्वभर रहेका खर्बौं डलर एकैसाथ अमेरिका फिर्ता आउनेछन्, जसले त्यहाँ भयावह मुद्रास्फीति निम्त्याउनेछ र अमेरिकी साम्राज्य तासको महल झैँ ढल्नेछ। इतिहास साँच्ची छ, जब सद्दाम हुसेनले तेल युरोपमा बेच्ने घोषणा गरे वा मुअम्मर गद्दाफीले अफ्रिकाका लागि गोल्ड डिनार ल्याउने प्रयास गरे, उनीहरूको अन्त्य भयावह भयो। इरानले पनि यही आर्थिक विद्रोहीको भूमिका खेलिरहेको छ, जसका कारण अमेरिकाले उसलाई चौतर्फी घेराबन्दी गरेको हो। इरानका लागि यो केवल तेल बेच्ने कुरा होइन, बरु अमेरिकी आर्थिक गुलामीबाट मुक्त हुने लडाइँ हो। अर्थात् परमाणु बमले सुसज्जित इरानले यो पेट्रो डलरको जालोलाई एकै झड्कामा चुडाइदिनेछ। परमाणु शक्तिको आडमा इरानले
अमेरिकी प्रतिबन्धहरूलाई पूर्णतः लत्याउँदै आफ्नो तेल डलरको सट्टा चीनसँग युवानमा, रुससँग रुबलमा वा अन्य देशहरूसँग सुन या स्थानीय मुद्रामा साट्न सुरु गर्नेछ। जब इरान जस्तो ठुलो तेल उत्पादकले डलर त्याग्छ तब त्यसले एउटा डोमिनो इफेक्ट सुरु गर्नेछ। साउदी अरब र अन्य खाडी मुलुकहरूमा जो अहिले नै अमेरिकाबाट टाढिँदैछन् उनीहरूले पनि डलरको विकल्प खोज्न सुरु गर्नेछन्। यदि विश्वले तेल किन्नका लागि डलरको आवश्यकता महसुस गर्न छोड्यो भने विश्वभरका केन्द्रीय बैंकहरूमा रहेका खर्बौं डलरको माग शून्य बराबर हो, अर्थात् डलरको मूल्य केवल कागजको टुक्रा बराबर हुनेछ। अमेरिकाको ऋण अहिले नै 34 ट्रिलियन डलरभन्दा माथि पुगिसकेको छ। जब डलरको माग सकिनेछ अमेरिका टाढ पल्टिनेछ। आफ्नो ऋण तिर्न नसक्ने र डलरको मूल्य जोगाउन नसक्ने अमेरिका एकै क्षणमा महाशक्तिबाट खसेर एउटा टापु राष्ट्रमा सीमित हुनेछ। हो, अमेरिकाले आक्रमण गर्दा इरानले खाडी देशलाई निशाना बनाउनुको कारण समेत यसमै जोडिएको छ, किनभने उनीहरूको सुरक्षाको ग्यारेन्टी गरेर अमेरिकाले पेट्रो डलर सिस्टम चलाइरहेको हो। अर्थात् इरान र अमेरिकाको यो लडाईँ केवल एउटा क्षेत्रीय द्वन्द्व होइन, यो बहुध्रुवीय विश्व निर्माणको एउटा पीडादायी प्रक्रिया हो। एकातिर अमेरिका आफ्नो डलर प्रभुत्व जोगाउन मरिमेटेको छ भने अर्कोतिर इरान, चीन र रुस मिलेर डलराइजेसनको अभियान चलाइरहेका छन्। अन्ततः यो युद्धमा कसको मिसाइल शक्तिशाली छ भन्ने भन्दा पनि कसको अर्थतन्त्र टिकाउ छ भन्ने कुराले नै विजेताको फैसला गर्नेछ। इरानको उदय के खतरापूर्ण हो? अहिले इरान आफ्नो अस्तित्व रक्षाका लागि भिडिरहेको देखिए पनि ऊ त्यसमा सफल भए पनि समस्या समाधान भने हुने छैन। त्यो किनभने कुनै बेला इरान अमेरिकाकै सहयोगी थियो, पछि शक्तिशाली भएपछि उसले इरानी तेलका विषयमा छुट्टै नीति ल्याउन सक्छ। त्यसले अर्को रस्साकसी त सुरु हुनेछ नै। इजरायलका लागि इरान केवल एउटा राजनीतिक शत्रु मात्र होइन, बरु एउटा अस्तित्ववादी खतरा समेत हो। इजरायलको भूगोल यति सानो छ कि इरानले बनाउन लागेको एउटा परमाणु बमले त्यहाँको ठुलो हिस्सा र सभ्यता समाप्त पार्न सक्छ। इरानका नेताहरूले पटक पटक इजरायललाई नक्साबाट मेटाउने अभिव्यक्ति दिनुले इजरायललाई सैन्य रूपमा अझ बढी आक्रामक बनाएको छ। इरानले आफ्नो सुरक्षाका लागि एक्सेस अफ रेसिस्टेन्स प्रतिरोधको अक्षय तयार पारेको छ। लेबनानमा हिजबुल्लाह, गाजामा हमास र यमनमा हुथी विद्रोहीहरूलाई हतियार र कोष दिएर इरानले इजरायललाई चारैतिरबाट घेरेको छ। फलतः इरानले परमाणु बम भएपछि आफ्ना प्रोक्सी समूहहरू मार्फत गर्ने गतिविधिमा अमेरिका वा इजरायलले सिधा सैन्य हस्तक्षेप गर्न डराउनेछन्। यसले इरानलाई क्षेत्रीय दादागिरी गर्ने खुल्ला लाइसेन्स पनि दिनेछ। यसबाहेक यदि इरानले बम बनायो भने साउदी अरब, टर्की र इजिप्ट जस्ता देशहरूले पनि असुरक्षित महसुस गरी बम बनाउने दौडमा सामेल हुनेछन्। यसले पहिले नै अशान्त रहेको यो क्षेत्रलाई परमाणु बारुदको थुप्रोमा बदलिदिनेछ। के हो इरानको शक्ति? यति भन्दैमा इरानलाई रोक्न अमेरिकालाई त्यति सहज भने छैन, किनभने एक त आणविक बम नै हाने पनि पूर्ण रूपमा इरान ध्वस्त हुन सक्दैन। त्यो उसको भौगोलिक कारणले पनि हो। त्यसले आणविक युद्ध नै सुरु हुनेछ भने अर्कातर्फ यत्तिकै गलाएर इरानलाई पछि हटाउन अब अमेरिका, इजरायल दुवैका लागि महँगो परिरहेको छ। त्यो किनभने अहिलेको युद्ध परम्परागत छैन। इरानले सस्तो प्रविधि प्रयोग गरेर बनाइएका कामिकाजे ड्रोन मार्फत अमेरिकाका करोडौं डलरका रडार र मिसाइल डिफेन्स सिस्टमहरूलाई ध्वस्त पारिरहेको छ। जम्मा $2000 ड्रोनले $300 मिलियन क्षति पुर्याउन सक्ने भएपछि अमेरिकालाई यो युद्ध आर्थिक रूपमा पनि निकै महँगो परिरहेको छ। त्यस्तै विश्वको झन्डै 30% तेल र तरल ग्यास आपूर्ति हुने हर्मुजको जलडमरू इरानको नियन्त्रणमा छ। इरानले यो बाटोलाई रणनीतिक रूपमा प्रयोग गर्दा विश्वभर तेलको मूल्य आकाशिनुका साथै विश्वव्यापी महामन्दी आउने बाटो तय हुँदैछ। त्यति मात्र होइन, इरानको समुद्री क्षेत्र नजिकबाट विश्वका महत्त्वपूर्ण सबमरिन इन्टरनेट केबल्सहरू जान्छन्। यदि इरानले ती केबल्सहरूमा क्षति पुर्यायो भने विश्वको बैंकिङ प्रणाली, सेयर बजार र डिजिटल भुक्तानी प्रणाली सबै एकै क्षणमा ध्वस्त हुनेछ। यो कुनै पनि मिसाइल हमलाभन्दा बढी विनाशकारी डिजिटल बम साबित हुन सक्छ। त्यस्तै यो युद्धले खाडी क्षेत्रमा पानीको हाहाकार नै हुने अर्को खतरा छ, किनभने खाडी मुलुकहरू पिउने पानीका लागि पूर्णतः डिसालिनेसन प्लान्ट अर्थात् समुद्री पानी शुद्ध गर्ने मेसिनमा निर्भर छन्। युद्ध चर्किएमा इरानले यी प्लान्ट वा बिजुली केन्द्रहरूमा मिसाइल हमला गर्न सक्छ, जसले पानीको उत्पादन तत्काल ठप्प पार्नेछ। समुद्रमा तेलका ट्याङ्कर विस्फोट हुँदा पानी प्रदूषित भई प्रशोधन असम्भव हुन्छ। प्राय खाडी राष्ट्रहरूसँग मात्र 3 देखि 7 दिनको पानी भण्डारण क्षमता भएकाले आपूर्ति रोकिएको केही समयमै मरुभूमिमा हाहाकार मचिनेछ। प्रविधिले भव्य देखिएका सहरहरू पानीको एक थोपाका लागि युद्धको चपेटामा परेर छटपटाउनु पर्ने भयावह स्थिति आउन सक्छ। निष्कर्षमा यो युद्ध हामीले देखे जस्तो सजिलै अन्त्य हुने खालको छैन भने कसैको शक्ति सङ्घर्षको यो खेलले विश्वको दृश्य नै फरक पारिदिन सक्ने अवस्था छ।
फलत अब यसलाई कसरी विन विन सिचुएसनमा यी देशहरूले पुर्याउँछन् भन्नेमै विश्वको ध्यान केन्द्रित भएको छ।